सेवारे एन नमस्ते हजुरले स्वागत छ मनिषा लिम्बू अफिसियल च्यानलमा। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला साथीहरु, म पनि सन्चै छु। सो फेरि पनि आइसकेको छु न्यू डे न्यू ब्लग लिएर। सो आज त सबैजनाले सो ह्यापी न्यू इयर साथीहरु। 2082 साललाई बाइ बाइ भन्दै 2083 लाई वेलकम गर्दै सबैजनालाई ह्यापी न्यू इयर भन्न चाहन्छु। अनि 82 सालमा जतिले मलाई साथ सपोर्ट गर्नुभयो, माया गर्नुभयो, साथ दिनुभयो, धेरै धेरै धन्यवाद। तपाईहरुले पनि धेरै धेरै धन्यवाद। अनि आउँदो दिन यो 83 सालमा पनि जति पनि मलाई पहिले 82 सालमा सपोर्ट गर्नुभएको थियो, यसरी 83 सालमा पनि मलाई यसरी सपोर्ट गर्नुहोला, माया गर्नुहोला। अनि त्यसपछि जसले मलाई सब्स्क्राइब अनसब्स्क्राइब गर्नुभयो उहाँहरूले पनि धेरै धेरै धन्यवाद। अनि टिकटकमा जसले मलाई अनफलो गरेर जानुभयो, अनि जसले मलाई ब्लक गरेर जानुभयो उहाँहरूले पनि ह्यापी न्यू इयर अनि धेरै धेरै धन्यवाद। अनि सबैजनाले धेरै धेरै माया सम्झना। सो साथीहरु, म चाहिँ नयाँ वर्षमा खासै टाढा चाहिँ कहीँ जान पाइनँ। अनि म जाँदिनँ पनि। अलिक दिन पछाडि म इटलीदेखि अलिकति धेरै टाढा भन्दा पनि अलिकति टाढा निस्किन्छु। त्यही भएको कारणले चाहिँ म न्यू इयरमा पनि कहीँ घुम्न गएन। आज चाहिँ म यहाँनिर चाउरमा आएको छु। किनभने मैले प्राय बाइकहरू चाहिँ धेरै बाइकहरू चाहिँ मैले पहिलेको मेरो प्रोफाइल हेर्नुहुन्छ भने चाहिँ तल जानुहुन्छ भने चाहिँ देख्नुहुन्छ अरू बाइकहरू चाहिँ सबै गुदाइसकेको छु, बुलेटदेखि लिएर सबै। अनि त्यस पछाडि मैले यो बाइक चाहिँ मैले अहिले जस्तै किनेको बाइक चाहिँ मैले गुदाएको छुइनँ। अनि यो बाइक चाहिँ अलिकति हाइट अल्गो भएर चाहिँ म सक्दिनँ होला जस्तो लागेको छ। अनि त्यही भएर चाहिँ साथीहरु म चाहिँ आज यहाँनिर चाउरमा आएको छु। सो यो बाइक म आज कसरी गुदाउँछु अनि म सक्छु कि सक्दिनँ, मेरो हाइटले पुग्छ कि पुग्दैन। सो तपाईहरुले भिडियो स्किप नगरिकन हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। सबैजनाले मिस गरेको छु, माया मारेको छुइनँ सबैजनालाई हैन। अनि त्यस पछाडि मलाई त्यति साह्रो परफेक्ट तरिकाले त गुदाउनु आउँदैन, तर पनि अलि गुदाउँछु हैन। सबैजनाले धेरै धेरै धन्यवाद भन्दै। अनि त्यस पछाडि तपाईहरुको यो 82 सालमा नबनेको कामहरू अनि त्यसपछि 83 सालमा पक्कै पनि बन्नेछ भन्दै आशा राख्दै आज चाहिँ म बाइक गुदाउने स्टार्टतिर लाग्यो। साथीहरु हेरेर साथ सपोर्ट गर्नुहोला, माया गर्नुहोला है। अनि नयाँ साथीहरुले चाहिँ मेरो सब्स्क्राइब गर्नुहोला च्यानल, पुरानो साथीहरुले चाहिँ मेरो भिडियो हेरेर सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्दै म चाहिँ अब बाइक म ट्राई गर्छु हैन। के गर्नु साथीहरु, ट्राई गर्नु पर्यो। लडिहालेछु भने ठिकै छ, लडिनछु भने ठिकै छ ल। वान सेकेन्ड सबैजनाले ह्यापी न्यू इयर। सो साथीहरु मेरो चाहिँ यस्तै भयो, तपाईहरु चाहिँ कस्तो भयो ह्यापी न्यू इयर ल। अनि विशेष गरी देश विदेशमा रहनुभएका मेरो दाजुभाइ दिदी बहिनी, मेरो प्यारा साथीभाइहरूले नै धेरै धेरै मिस गरेको छु, सम्झेको छु। अनि सबैजनाले ह्यापी न्यू इयर भनेको छु ल गाइस। अनि यता म रासा लागेको छु हैन। रासा यतातिर मेला लागेको छ होला सायद, तर मलाई थाहा छैन। मान्छेहरू धेरै गइरहेको छ नि त। अनि म पनि मान्छे जान्छ त्यता जान्छु। अनि मेला लागेको छ भने भिडियो स्किप नगरिकन हेरिदिनु होला साथीहरु। मेला लागेको छैन तपाईहरुले म देखाइहाल्छु हैन। मैले चाहिँ हैन पल्सर बाइक अनि बुलेटहरू अरू स्कुटीहरू चाहिँ मैले बाइकहरू कुदाउन आउँछ। अनि यो चाहिँ अलिकति हाइट अल्को छ नि त। अनि त्यही भएर मलाई चाहिँ सायद हाइट अल्को छ अनि भेट्दिन होला, आउँदैन होला भनेर चाहिँ म यहाँ चाउरीमा ट्राई गर्नुको लागि आएको छु। एकचोटि भिडियो हेरिदिनु होला कस्तो कुदाए।
साथीहरू यहाँ हेर्नु न, यिनीहरू आयो होइन, साथीहरू यहाँनिर आयो होइन, खायो होइन। एक महिना नबोकेको नानी पनि ल्याएको थियो, रुवायो खायो, अनि त्यस पछाडि गयो हो। आमामा आऊ न खाम न पनि भनेन हो। छ्या आमामा, म त कस्तो मलाई साथीहरू पिकनिक गयो भने नि यसरी मान्छे देख्यो भने त आऊ न खाम न भनेर बाँडी पो दिन्छु त म त। यिनीहरू त कस्तो खालको रहेछ हौ, नदिएको कस्तो क्रियापनहरू रहेछ है। मैले चक्लेट ल्याएको छु नि, म चक्लेट खान्छु हेरेर। गाई कुदाउँदा कुदाउँदा गर्मी पनि भयो होइन, अनि त्यस पछाडि मैले भोक पनि लाग्यो। मैले चक्लेट ल्याएको छु, चक्लेट। अहिले चाहिँ आमा यो त पिलित्त भएछ घामले त, गर्मी भएर। अहिले म शीतलमा बसेको छु, अँधेरो आउँछ होला हौ सायद चाहिँ। ला तिम्रो सहर छोरी टाढा टाढा जाँदैछु तिमीसँग। कस्तो यो नानीको गुजर चाहिँ भएको छ त्यो रात। यो चाहिँ कोकोनटको हो होइन, अनि यो रहेको छ स्नेक के हो यो पढ्न जान्दिनँ यार। स्नेक सर्पा हो कि क्या हो स्नेक भनेको सर्पा होइन। यो पनि खान्छु ल, कालो कालो। वाउ साथीहरू मैले भनेको नि तेल महँगो छ भनेर होइन। मैले यहाँनिर गाडी ल्याउँदाखेरि 2000को तेल हालेर ल्याएको क्या होइन। आज चाहिँ हालेको होइन, अस्ति नै हालेको, 2-3 दिन अगाडि हालेको। तर त्यो तेल सकेको रहेछ। अनि म भन्छु क्या तेल किन बाइक किन गुज्दैन, किन स्टार्ट हुँदैन, खडक हुन्छ भनेर भनेको त तेलै सक्यो साथीहरू, तेलै सक्यो होइन। तेल सकेर म चाहिँ यता कतातिर तेल पाउँछ अरे, पेट्रोल पाउँछ अरे। अनि म 1 लिटर पेट्रोल यहाँ कतातिर, यहाँनिर आमा पोखरी अनि 72 बिघा कतातिर उयो छ नि त, मेला लागेको छ नि त। अनि यतातिर पनि जानु पर्यो भनेको त। माटोको तेलले कस्तो धोका दिएको। तेल महँगो छ साथीहरू, तेल लास्टै महँगो छ है। यहाँ पेट्रोल पाउँछ हो, बिजोक भयो यार पेट्रोल सकेर। कसरी हो लिटरको? 250। केही गर्दैन झन्नै मेरो झन्नै गयो 250। मैले 2 लिटर दिनु त। हाम्रोतिर चाहिँ 200 कति थियो, 230 कि 35 रुपियाँ थियो तेल 2 लिटर। अब बाइकले 500 खायो, मनिषाले 20 रुपियाँ 30 रुपियाँ खान्छ। यो 30 रुपियाँको हो। सो साथीहरू अब चाहिँ बाइकले 500 रुपियाँ पनि खायो होइन। अनि अब चाहिँ नकुदाउने, अनि अब चाहिँ यहाँ चरी नबस्ने। अब चाहिँ जाने यता कतातिर मेला लाग्दैछ के लाग्छ कि मान्छे सबै फर्किसक्यो यार, सबै फर्किसक्यो, रात परिसक्यो। र भए पनि म तपाईँहरूको लागि जान्छु ल, मैले जान्छु भनिहालेँ अघि होइन। अब जानु त पर्यो, बोलेको बोली त बक्का गर्नु पर्यो होइन। त्यसैले म जान्छु, सुइँ जान्छु अनि सुइँ आउँछु ल। मान्छे हिँडेको देखेर मेला होला भनेर आएको हो कि, तर आयो आफ्नो आफ्नै पिकनिक आएको रहेछ क्या, ग्रुप भएर नि। ग्रुप मिलेर चाहिँ आउनु भएको रहेछ के कहिले पर छ क्या। केही भिडियोहरू इन्जोय गर्नुलाई गाइजहरू ए अब अलिअलि हल्लिन्छ ल, बाइकमा छ नि त, त्यही भएर सबैजना साथी ग्रुप फ्यामिली मिलेर दामी सेकुवा अनि त्यसको चाहिँ सरहरू पाउँछ गाइजहरू। यहाँ चाहिँ किनेर लागेको ल। म तपाईँहरूको लागि मात्रै आएको साथीहरू, म चाहिँ सट्ट गइहाल्छु कि यहाँ भिडियो बनाउनु मात्रै। यहाँ चाहिँ भिडियो मैले अस्ति पनि हालेको थिएँ होइन।
मेरो कपिराइट लागिरहेको कन्टेन्ट सिक्सर टिकटक रोड ठोकिरहेको छ। अब चाहिँ नयाँ वर्ष त यहाँ लागिसक्यो। नयाँ वर्ष यहाँ लागिसक्यो। हम तो गरीब लोग इसलिए इसमें बैठने के नहीं मन नहीं है। हम जाऊँगा घर